Chị ấy nó hiện tại cái tao nó hả yêu khăn cái đi thì nó sắp vào 아니 다 고. Kensin बाहिरबाट आउँदा त के देखेर Chị sipa atupa hello ni khupa tu ni hi chelaya ta san tha khat te silang khat uncle khat hi ma hin zan hi chun aina dal hataw win e to ki thana so tu ni hi ama ki na magala ka ga chu hin cho ki man cha na ho hi video kain sin ni hi e यहाँ चाहिँ हाम्रो जमान सिंह हाम्रो बडा चाहिँ बित्नु भएको छ र आज चाहिँ उहाँको फ्युनरल अनि उहाँकोमा फ्युनरलमा आउने मान्छे थुप्रै छ गाडीहरू लिएर आउनु भएको छ र अब हामी केही चाहिँ सेवा गर्नेछौँ त्यस पछाडि चाहिँ हामी उहाँलाई अन्तिम संस्कार गर्नेछौँ र अनि सबैलाई मेरोबाट जय मसी आफ्नो शाखा सन्तान इष्टमित्र गाउँले दाजुभाइ साथै मण्डली विभिन्न मण्डलीबाट हामी यहाँ भेला भएको छौँ मण्डलीको सबैजनालाई प्रभु श्री कृष्णलाई जय मसी साथै तपाईँलाई नमस्कार भन्दै अब हामी केही सर्भिसको कार्यक्रमलाई अगाडि बढाएर लानेछौँ अनि सबैभन्दा पहिला हामी सुरुको प्रार्थना गर्नेछौँ हाम्रो सुरुको प्रार्थना हाम्रो पास्टर विजयबाट सुरुको प्रार्थना हुनेछ यो समय म उहाँलाई दिन चाहन्छु दयालु परमेश्वर पिता पुत्र पवित्र आत्मा पवित्र परमेश्वर तपाईँलाई धन्यवाद तपाईँलाई धन्यवाद तपाईँलाई धन्यवाद तपाईँले यसरी हामी सबैमा रहेको होस् तपाईँले उपस्थित हुन गाह्रो नजिकबाट तपाईँको जीवन यहाँ पाउँछ माया गर्ने मान्छे मृत्यु पारी रुदाउँछ कृष्णलाई माया गर्ने मान्छे मृत्यु पारी रुदाउँछ मूर्तिहरूलाई सजाइ बसियो दिनहरू व्यर्थै गुमाए वर्तमान चढाउँछु यीशुको प्रेमको कहानी सबलाई गीतबाट सुनाउँछु भोलि भरे भन्दै जीवन कृष्णलाई माया गर्ने मान्छे मृत्यु पारी रुदाउँछ भन्नुपर्दा सोरेङ जिल्ला अन्तर्गत कलुक बोम निवासी स्वर्गीय जमान सिंह ठटालको जन्म सन् 1958 को दिन उत्तर सिक्किमको मङ्गन जिल्ला अन्तर्गत माङसिलामा स्वर्गीय पिता लालबहादुर ठटाल र स्वर्गीय माता सुकमाया ठटालको कोखबाट जन्म हुनुभएको थियो।
स्वर्गीय जमानसिंह ठटालले आफ्नो जीवनकालमा धेरै सङ्घर्ष गर्दै थुप्रै चुनौतीहरू सामना गर्दै आउनु भएको छ। उहाँले लामो समयसम्म यसै रिञ्चनपुर निर्वाचन क्षेत्रको करथोक गाउँमा आफ्नो परिवारसँग आफ्नो जीवन बिताउनु भएको थियो भने आजभन्दा 15 वर्ष अघिदेखि यस बोम बस्तीमा आएर बसेको हो। विगत 1-1.5 वर्ष अघिदेखि प्यारालाइज भएर गान्तोक सोकेथाङ हस्पिटलमा सम्म धेरै लामो उपचार गर्दा पनि उहाँ निको हुन सक्नु भएन। त्यसपछि फर्काएर घरमै ल्याएर परिवारले स्याहार सुसार गर्दै राखेको थियो। विगत 22/4/2026 को दिन उहाँले आफ्नो जीवनमा प्रथमचोटि प्रभु येशू ख्रिस्टलाई आफ्नो उद्धारकर्ता अनि मुक्तिदाता भनी ग्रहण गरेका थिए। त्यसरी नै 13/7/2026 को दिन उहाँले पानीको बत्तिस्मा पनि लिइसकेका छन्। विगत केही दिन अघिदेखि स्वास्थ्यमा निकै गम्भीर अवस्था देखा परेपछि गेजिङ जिल्ला अस्पताल लगेर केही उपचार गरेर फर्काएर घरमा ल्याएपछि दिन प्रतिदिन उहाँको स्वास्थ्यमा गम्भीर अवस्था देखा पर्दै आएको थियो। गत 10/8/2026 को बेलुकी 6 बजे समयमा उहाँले यो भौतिक संसारबाट बिदा लिनुभयो र उहाँले आफूपछि आफ्नो धर्मपत्नी अनि 2 छोरीहरू र नाता नातिनी साथै थुप्रै शाखा सन्तान आफ्नो आफन्त अनि इष्टमित्रहरूलाई छोडेर स्वर्गरोहण हुनुभएको छ र उहाँको छोटो जीवनीलाई म यतिमै अन्त गर्न चाहन्छु। यस घरको अति आदरणीय बाबा जमन सिंह ठटालज्यू अब हामी बीच हुनुहुन्न। उहाँको पार्थिव शरीर मात्र अहिले हाम्रो अगाडि लडिरहेको छ अनि आज जमन सिंह ठटालज्यूको मात्र यो दशा भएको होइन। परमेश्वरको वचन बाइबलले पनि भन्दछ अनि हामी सबै मान्छेलाई थाहा छ कि यहाँ उभिरहनु भएकाहरू हरेकको पनि यो दिन आउँछ। म बोल्दैछु अहिले घरि मेरो लागि पनि यो दिन आउँछ किनभने हामी यो पृथ्वीमा कोही पनि अजम्बरी र सधैँको लागि चाहिँ छैनौँ। एक दिन हामी बितेर यो पृथ्वीलाई छोडेर जानै पर्छ। ढिलो छिटो मात्र हो तर हामी सबैले त्यो यात्रालाई दिन पाउँछौँ। अनि आज विशेष गरिकन हाम्रो अति आदरणीय यो घरको आप्पा जमन सिंह ठटालजीको अन्तिम शव यात्रामा सहभागिता जनाउनुको लागि गाउँ समाजबाट आउनुभएको अति आदरणीय बाउ आमा दाजुभाइ दिदी बहिनीहरू अनि साथसाथै चर्चहरूबाट आउनुभएको अति आदरणीय पास्टरहरू फादरहरू एल्डर डिकन बाउहरू अनि साथसाथै जमन सिंह ठटालजीको शुभचिन्तकहरू शाखा सन्तानहरू अनि विशेष उहाँले छोडेर जानुभएको उहाँको परिवारको सम्पूर्ण सदस्यहरू तपाईँहरूको माझमा म परमेश्वरको वचनबाट छोटो समय लिएर केही कुरो भन्न चाहन्छु किनभने मलाई थाहा भइरहेको छ। म महसुस गरिराखेको छु मेरो मनमा नसोध्न दुःखबाट भयो दयाको ज्ञान दुःख नबर्छ प्रेमको बखा यो मेरो हात छ यो मेरो गान गर्छु प्रशंसा प्रतिदिन यो मेरो हात छ यो मेरो गान गर्छु प्रशंसा प्रतिदिन म प्रेमले पाउँछु विश्राम जानेछु आत्मा स्वर्गीय धाम यो मेरो हात छ यो मेरो गान गर्छु प्रशंसा प्रतिदिन यो मेरो हात छ यो मेरो गान गर्छु प्रशंसा
हामीले यो समयमा हामीले खाजाहरू अर्पण गरिसकेका छौँ र कतिजना अझै पनि हुनुहुन्छ भने तपाईँहरूले यो समयमा खाजा अर्पण गर्नुहुनेछ सक्नुहुनेछ र यसरी नै समयमा आएका छौँ अनि हामी सुन्दै जाँदाखेरि यहाँको घर परिवार अनि यहाँको गार्जेनको सूचना अनुसार अन्तिम प्रार्थना चाहिँ शुक्रबारको दिन हुनेछ अनि त्यस दिन चाहिँ अन्तिम प्रार्थना जवान सिंह ठटालको परिवारमा हामी अन्तिम प्रार्थनाको लागि हामी फेरि पनि भेला हुनेछौँ र यसरी नै अब हामी 14 तारिक चाहिँ अन्तिम प्रार्थना राखेको छ अनि तपाईँहरू सबैजना इष्टमित्रहरूलाई छरछिमेकीहरूलाई टाढामा रहेका आफ्नो आफन्तहरूलाई पनि तपाईँहरूले सूचना गरिदिनुहोस् भनी म बिन्ती गर्दछु र यसरी नै हाम्रो आउनुहोस् हामी सबैजना केही छन् हामी आँखा बन्द गरिकन हामी प्रार्थना गर्नेछौँ यो पाँचौँ शरीरलाई यो जग्गादेखि लिएर हामी उहाँको कब्रस्थानसम्म जानुको निम्ति हामी प्रार्थना गर्छौँ। आउनुहोस् हामी सुरु गर्नेछौँ। पिता पुत्र पवित्र आत्मा प्रभु येशू मसीह प्रेमी दाल परमेश्वर बाबु तपाईँलाई धन्यवाद दिन्छौँ। विशेष गरेर परमेश्वर बाबु तपाईँले आज तपाईँको छोरा जमान सिंहलाई संसारमा रहँदा बस्दाखेरि पीडा थियो तर आज तपाईँले यो छोरालाई तपाईँको काखमा अति शान्ति उदारको धन्यवाद दिन्दछु। अनि विशेष गरेर म तपाईँलाई यो अनुमति माग्न चाहन्छु यो जग्गाबाट जुन उहाँको Terima kasih.